हेलो साथीहरु, आज मेरो डे 2 को मिनी भ्लगमा वेलकम छ। आज मैले मेरो भ्लग चाहिँ पसल कोठाबाट सुरु गरे किनकि बाबाले चाहिँ पसल हेर एकैछिन भन्नुभएको थियो र म पसल हेर्दै थिएँ। फाइनली बाबु र आफ्नो मामा पनि उठेर आए। उनीहरू अझै निद्रामा थिए जस्तो छ। भर्खरै बिहान उठेर मलाई मर्निङको चुप्पा गरिन्। मेरो छोराले बाबाले तरकारी लिएर पनि आउनुभयो। लौका लिएर अनि छोरोलाई चाहिँ उठ्ने बित्तिकै गन चाहिन्छ अनि उसले चाहिँ मम्मा गन भन्दै छिन् अनि गन चाहिँ आन्टीकोमा थियो, उसले लिएर आयो। अनि हामी चाहिँ हिजोको थोरै काम बाँकी थियो अनि मम्मी भाइ म भएर यो काम चाहिँ सकाउन लाग्यो आज। यसमा चाहिँ अनि हेर्नुहोस् त साथीहरू, ढुङ्गा फाल्ने बेलामा हामीले बिच्छी पनि भेट्यौँ। कति धेरै बिच्छी थियो, 5 वटा बिच्छी मार्यो। मैले चाहिँ यहाँ भिडियो पनि देखाएको छु तपाईँहरूलाई। कति डरलाग्दो हेर्नुहोस् त। बिच्छी मारेको थियो हामीले। अनि फोरोहरू सबै उठाएर चाहिँ बोक्न गाह्रो हुन्छ भनेर स्कुटीमा लिएर फाल्यो। हामीले फोरोहरू लगेर भाइ र मैले चाहिँ लगेर यहाँ चौर छ, त्यो चौरमा लगेर फाल्यो। फाइनली साथीहरू हाम्रो त्यो सफा भयो। त्यसपछि स्कुटी हेर्नुहोस् त साथी, कति फोटो भएको थियो। अनि मैले चाहिँ धुएँ सरफहरू स्याम्पू हालेर स्कुटीलाई सफा गर्दैछु। मैले बेसमारी सफा गर्छु, हेर्न सक्नुहुन्छ। सफा गर्दैछु है त। अनि सफा गरिरहेको बेलामा मम्मीले फेरि मलाई हेल्प गर्न आउनुभयो। मम्मीले पानी हालेर सफा गर्दै हुनुहुन्छ। हामी चाहिँ सासू बुहारी मिलेर अघिको सबै कामहरू सासू बुहारी मिलेर नै गर्छौँ, दुईजना भएर। मैले सफा गर्ने, मम्मीले पानी हालिदिने। फाइनली हाम्रो स्कुटी पनि सफा भयो। स्कुटी त सफा भयो। अब मम्मी पनि म पनि फोहोर भएको थियो, धुलो उडेर। अनि अब हामी पनि नुहाउन जान्छौँ। आजको लागि मेरो मिनी भ्लग यति नै। थ्याङ्क यू साथीहरू फर वाचिङ माई मिनी भ्लग। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला मेरो मिनी भ्लगलाई।